मेरो नाम रामभक्त मान्दर। म बालाजु माछा पोखरीमा बस्दछु। म यो आयुर्वेद हस्पिटलमा आएको आज 1 हप्ता भयो। मलाई चाहिँ सुगर रोग छ, किडनी पनि केही भइरहेको थियो, युरिया पनि केही भइरहेको थियो। सुगर चाहिँ मेरो चाहिँ अगाडि चाहिँ मैले इन्सुलिन दिन्थेँ। बिहान चाहिँ ब्रेकफास्टलाई 3 इन्सुलिन दिन्छु। अनि चाहिँ खाना खानलाई मैले 18 युनिट लिन्छु। त्यसपछि चाहिँ म चाहिँ 5 युनिट लिन्छु। अहिले यहाँ आइसकेपछि मैले चाहिँ बिहान 3 पनि मैले लिनु छोडेँ। अनि बिहानको खानाको 18 लिनेमा अहिले 10 ल्याएको छु। अनि दिउँसोको जुन लिने 5 थियो त्यो पनि लिनु छोडिसकेँ मैले। मेरो सुगरको चाहिँ त्यो इम्प्रुभ भइसकेको छ है। अनि अरू के भन्दाखेरि अब यहाँ चाहिँ खाना कस्तो भन्दाखेरि बिहान ब्रेकफास्ट 9 बजे, त्यसमा चाहिँ वेट गरेर फलफुल दिँदो रहेछ यहाँ। त्यसपछि खाना चाहिँ 2 बजे, 1 बजे भन्छ 2 बजे आउँछ। त्यो चाहिँ खाना कहिले कुन हुन्छ, एकै थरी होइन, फरक गरेर खाना ल्याउँछ। जुन यहाँ म आइसकेपछि मेरो इम्प्रुभ भएको भनेको सुगरको चाहिँ अहिले मैले चाहिँ धेरै घटिसकेको छ। अब आज बिहान मैले लिन कि फास्टिङमा चाहिँ मेरो खालि 78 माथि छ है। अनि पछि मैले यो रोटी खाएर आएँ। रोटी खाइसकेपछि मेरो 126 छ। अहिले फेरि पछि घटेर 110 मा आयो है। यहाँ अहिले म जुन आएदेखि मेरो चाहिँ जुन रोग छ त्यो चाहिँ अहिले इम्प्रुभ भइसकेको छ। युरिया पनि कम भइसकेको छ। अरू रोग पनि कम भइसकेको छ। खालि किडनी चाहिँ थोरै माथि 0.2 माथि कम भयो। त्यो चाहिँ आज ल्याए होइन, 5 दिनमा ल्याएँ मैले। 5 दिनमा ल्याएको आज ल्याए होइन। यहाँ त लिनु बाँकी नै छ मेरो। 5 दिनमा ल्याएँ मैले, अन्त्रै ल्याएँ। 0.2 माथि घट्यो। यहाँ आएदेखि मेरो जिउ पनि अलि हल्कै छ, त्यति गह्रो छैन। अनि म चाहिँ हिँड्दाखेरि अलि सुस्त थिएँ। अहिले अलिकति पाइला राम्रोसँग चाल्न सक्छु। म अगाडि भने अलि ठुलो पाइलाखेरि चाल्न सक्छु। अहिले मैले भएको इम्प्रुभ यति नै हो। अब थेरापी गर्दाखेरि यो जुन कपालमा जुन राख्छन् त्यो राख्दाखेरि अलि निन्दा आउला जस्तो, आनन्द जस्तो चाहिँ अनुभव हुन्छ है। तेल लाउँदाखेरि उनीहरू दुईजनाले दुईतिरबाट चाहिँ तेल घस्छन्। अनि हट वाटर जब हटमा बस्छु अनि जम्मै पसिना बग्छन् पुरा शरीरमा, हातमा जिउमा पसिना बग्न थाल्छन् हट वाटरमा बस्दाखेरि चाहिँ। त्यहाँ थेरापीमा यस्तो हुन्छ। मैले चाहिँ उहाँहरूलाई चाहिँ यहाँ आइरहनेलाई सोचेँ पहिला आउनुभन्दा अगाडि। उहाँले हाम्रो इम्प्रुभ भएछ। किडनी 7 पुगेकोलाई चाहिँ हाम्रो चाहिँ 4 मा ओर्ल्यो भने पनि सुने होइन। अनि कसैले चाहिँ के भने कि मैले चाहिँ इन्सुलिन लिन्थेँ सुगरको, त्यो मैले छोडिसकेँ भन्यो होइन। यहाँ आएको मान्छेलाई, यहाँ आएको मैले आउनुभन्दा अगाडि सोच्दाखेरि अनि उनीहरूको इम्प्रुभ भएपछि मेरो पनि इम्प्रुभ हुन्छ भने आएको यहाँ। अब यहाँ यस्तै हाम्रो जस्तो रोग कसैको छ भनेदेखि तपाईहरु कोही नि यो आयुर्वेदमा आएर चाहिँ उपचार गर्नु भएपछि तपाईहरुको जम्मैको चाहिँ रोग चाहिँ निको हुने धेरै सम्भावना छन्। क्यान्सर रोग पनि धेरै आइरहेछन्। यहाँ क्यान्सर रोगहरु पनि धेरै इम्प्रुभ भएको छ भनेको चाहिँ उहाँले भनेको सुनेको छु मैले हैन। धेरैको इम्प्रुभ भइसकेको छ भन्ने सुनेको छु। कसैको यहाँ कसैले चाहिँ यस्तो रोग दीर्घ रोग छ भनेदेखि यहाँ आएर उपचार गर्नु भएदेखि तपाईको रोग चाहिँ निको हुने पक्कै पनि जसो छ लाग्छ मलाई।